सबैमा मेरो नमन। म ज्योतिष यादव प्रसाद उप्रेती। अब योभन्दा पहिला हामीले सर्पश्राप बारेमा केही चर्चा गऱ्यौँ भने अब आज चाहिँ हामी पितृश्रापको कारणले पनि सन्तान हुँदैनन्। अब यो सन्तान नहुनको कारण पराशर ऋषिले 11 कारणहरू लेख्नु भएको छ, जसमध्ये आज पितृश्रापको हामी चर्चा गर्नेछौँ। यदि नीच सूर्य पञ्चम भावमा भए, मकर या कुम्भ नमामसम्म भए, कुर ग्रहको बीचमा भए पितृश्राप पर्छ। बृहस्पति सिंह राशिमा भए, पञ्चमेश सिंह राशिमा भए तथा लग्नमा कुर ग्रह भए पितृश्राप पर्छ को संकेत गर्छ। यदि बृहस्पति सिंह राशिमा भएर पञ्चमेश र सूर्य त्रिकोणमा भए पितृश्राप पर्दछ। यदि नवमेश पञ्चमेश सँगसँगै सम्बन्ध भए, लग्न तथा त्रिकोणमा कुर ग्रह भए अथवा पाप ग्रह भए पितृश्राप पर्छ। यदि 12औं भावमा लग्नमा भए, 12औं भावको मालिक लग्नमा भए, अष्टमेश पञ्चमेश भावमा भए, दशमेश 8औं भावमा भए पितृश्राप पर्दछ। अब यो पितृश्राप चाहिँ किन पर्दछ भने पितृको श्राद्ध तर्पण पिण्डपानी कहिल्यै नगर्नु, पहिल्यैदेखि बाउबाजेका पालादेखि नगर्नु, अनि काजक्रिया राम्रो नगर्नु, अब पितृको कुनै पनि सम्मान नगर्नु, बाउआमाको शिकायत गर्नु, बाउआमालाई दुःख दिनु इत्यादि कुरो गर्यो भनेदेखि चाहिँ नि पितृश्राप पर्दछ। अब यो पितृश्राप पर्दछ, सन्तान बाधा भयो भने अब यस्तो लक्षण छ, सन्तान हुँदैनन् भने, भयो भने पनि गर्भ खेर जान्छ, त्यसपछि पनि जन्मे पनि मर्छन्, बाँचिहाले पनि साह्रै लुगालङ्गडा हुन्छन्। अब यस्तो सङ्केत छ भने पक्का पितृश्राप छ भन्ने कुरो आफूलाई थाहा भयो भने अब पितृश्रापको चाहिँ नि उपाय गर्नुपर्दछ। अब ऋण भनिया कुरो त तिर्दा हुन्थ्यो, तर श्रापलाई चाहिँ नि अलिक कठिनाइ हुन्छ। त्यसै अर्थले अब पितृहरू तरुण, पितृहरूले खान पाउन् भनेर गया श्राद्ध गर्ने ठाउँमा पितृपक्षमा के अरे उसमा गएर चाहिँ श्राद्धहरू गर्ने, गोकर्ण श्राद्ध गर्ने गर्नु पर्यो। त्यसपछि पितृको नाउँमा कुनै चाहिँ नि ठुलो यज्ञहरू गरिदिनु पर्यो, भागवत लगाइदिनु पर्यो, अरू नै यज्ञ गर्नु पर्यो। यस्तो गर्यो भने अब पितृहरूको चाहिँ तार्ने उपाय गर्यो भने उसका सन्तान हुन सक्छन् अनि यसमा कुनै बाधा टर्दै जान्छ, अरू सन्तान हुँदै जाने स्थिति पर्छ।